साथीहरू हजुरहरू जनकपुर जानुभएको छ कि छैन? म त जनकपुर गएर मेरो दिनको सुरुवात एक कप चियासँग गरेँ। चिया त साह्रै मिठो थियो। अङ्कलले यति धेरै टाइमसँग पकाएर मिठो बनाएर सर्भ गर्नुहुँदो रहेछ र चियाको प्राइस भने जम्मा 45 रुपियाँ मात्रै थियो। त्यस पछाडि टुकटुक चढेर मिथिला थाली बाई सेफ सन्तोष शाहकोमा हामी गएका थियौँ र यति धेरै भरिपूर्ण खानेकुराहरू थियो। त्यहाँ पनि लगभग 1200 देखि 1500 रुपियाँमा सबै कुरा अम्किएको थियो। यतातिर चाहिँ टुकटुक भन्ने रहेछन् के, तर उता पूर्वतिर चाहिँ सफारी भन्छन् के, सिटी सफारी। अनि हामी त पान खानतिर लाग्यौँ है। अनि भोलिपल्ट बिहान चाहिँ फेरि ब्रेकफास्ट खानको लागि एकदम फेमस थियो कि यो ठाउँको होइन, चामलको पिठोको रोटी र अनि तरकारी थियो के। तरकारीमा पनि खै के थियो त्यो कुनै है, एकदम मिठो थियो के। अनि त्यस पछाडि म दाई हजुरले बनाउनु भएको म एकचोटि भिडियो गर्छु न है भनेर भने। अनि गर बहिनी भनेर अनि टक्कसँगले उहाँले सबै झ्याम हाल्नुभयो है। हालिसकेपछि अब तरकारी त हेर्नुहोस् यस्तो थियो है। अनि पाकेपछि त यति मिठो थियो, तातो खायौँ। अनि खाइसकेपछि धेरै खाइयो भनेर कुद्नतिर लागेँ म त फेरि है। अनि त्यस पछाडि अर्को साइड जनकपुरको अर्को साइडमा गएर चाहिँ माछाहरूलाई फिड गर्दै बसेँ के म। अब जनकपुरको मेन मन्दिर त हजुरहरू जानुभएको होला। यस्तै ठाउँहरू अरू ठाउँहरू पनि एक्सप्लोर गर्नु के हजुरहरूले भन्न चाहन्छु। बाई बाई।